हृदयको अन्तस्करणबाट हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ है। हामी एकजोड सबैजना मिलिकन आफूलाई हामी ताली बजाइकन धन्यवाद दिउँ न त है। सबैजना मिलिकन हामीले परमेश्वरको महिमा गरेको छौँ र सबैलाई बराबरै हामीलाई परमेश्वरले आशिष दिनुहुन्छ है। तपाईँहरू कहीँ पनि नगइदिनुहोस् होला है। तपाईँहरूको लागि भोजन तयार हुँदैछ है। तपाईँहरू खाइकन गइदिनुहोस् होला है। र यो समय है हामी र प्रोग्राममा हामीलाई सघाएका हाम्रो भाइ बहिनी, दाजुभाइ, दिदीबहिनी जो जति पनि हुनुहुन्छ, हामी उहाँहरूलाई केही खदाहरू हामी लगाइकन उहाँहरूलाई हामी धन्यवाद जनाउनेछौँ है। र तपाईँहरू धैर्य धारण गरिदिनुहोस् होला है। हामी सबैलाई हामी एकपल्ट हामी धन्यवाद दिनेछौँ है। यो प्रोग्राम ल्याएको कारणले गर्दाखेरि हामीले धन्यवाद नदिकन हामी सक्दैनौँ है। र यस गरी हामी हाम्रो मिलन मोडका भाइ बहिनीहरूलाई पनि हामी बोलाउन चाहन्छौँ है। हाम्रो मिलन मोडका भाइ बहिनीहरूलाई पनि हामी बोलाउन चाहन्छौँ। तपाईँहरू आउँदै गर्नुहुँदाखेरि है, हाम्रा आउनुभएका हाम्रो पास्टरनी आमा र पास्टर बाउ र हाम्रो एल्डर फुर्बा र हाम्रो मामा माइजू र हाम्रो डिकन बाउहरू हामी खदा लागिकन उहाँहरूलाई हामी धन्यवाद दिनेछौँ है। हामी सबैजना एकजना आशिष भाइ आइदिनुहोस् होला अगाडि है। अमित, रोमिला, हाम्रो युथतर्फबाट है हामी तपाईँहरू सबैलाई यो क्रिसमसमा आइदिनु भएको निम्तिमा र तपाईँहरूको उपस्थितिले गर्दा है हाम्रो प्रोग्रामहरू एकदमै राम्रो भएर गएको छ है। र हामी सबैजना तपाईँहरूलाई खदा लगाइकन हामी धन्यवाद जनाउन चाहन्छौँ। र यस गरी हामी सबैलाई खदा लगाउने छौँ। आशिष भाइ र हामी सबैजना एकपल्ट ताली बजाएर उहाँहरूलाई हामी धन्यवाद दिउँ न त है। बिस्तारै बिस्तारै हाम्रो मामालाई, माइजूलाई, हाम्रो डिकन बाउ, र हामी उहाँहरूलाई एकदमै धन्यवाद दिनेछौँ है। यस गरी हामी सबैजना फेरि पनि एकपल्ट हामी उहाँहरूलाई निम्ति ताली बजाइदिउँ न त है। उहाँको उपस्थिति हाम्रो लागि एकदमै बहुमूल्य थियो है। हामी सबैजनालाई उहाँहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ। र हाम्रो लगत्तै हाम्रो भाइ बहिनीहरूलाई पनि हामी स्टेजमा बोलाउनेछौँ है। र हाम्रो भाइ बहिनीहरूलाई हामी केही नदिनु सके तापनि है हामीले खदा लगाइकन